यो माथिको भिडियो न्युजिल्यान्डको अकल्यान्ड भन्ने सहरबाट लिएको भिडियो हो र यसमा चाहिँ सिख समुदायको मानिसहरू आफ्नो एउटा शान्तिपूर्ण रिलिजियस परेड गरिराख्नु भएको थियो र अर्कोतर्फ उसलाई काउन्टर गर्दै त्यहाँको माउरी कल्चरको मानिसहरू हाका प्रदर्शन गरिराख्नु भएको थियो। यो भिडियोमा एउटा चाहिँ रिलिजियस हेट अथवा चाहिँ एन्टी इन्डिया सेन्टिमेन्ट्स चाहिँ धेरै देखिन्छ। अहिले सोसल मिडियामा एन्टी इन्डियन सेगमेन्टहरू धेरै चलिरहेको छ। इन्डियालाई एउटा सिभिक सेन्स नभएको देश भनेर चाहिँ धेरै मानिसहरूले सोसल मिडियामा कमेन्ट्स गर्ने गर्दछन् र हामी नेपालीहरूले पनि एउटा कुरा एकदम ख्याल गर्ने पर्ने जरुरी छ। हामी सङ्ख्यामा मात्रै थोरै हो तर हाम्रो सिभिक सेन्स पनि छिमेकी भन्दा केही कमी छैन है। मैले हजुरलाई एउटा उदाहरण दिन्छु। म चाहिँ 2 महिना पहिला एउटा दुर्गेश थापाको कन्सर्ट एटेन्ड गरेको थिएँ हैन, र त्यो एटेन्ड गर्दाखेरि साइडमा 6वटा बिन थियो हैन। तर हामी नेपालीहरू कस्तो असभ्य छौँ के, हामीले आफूले खाएको बियरको क्यानहरू हैन अनि सफ्ट ड्रिङ्कको क्यानहरू हामीले भुइँमा फालिरहेको थियौँ के। र अर्को इन्सिडेन्ट, हामीलाई कल्चरमाथि धेरै प्राउड छ के हैन। तर हो, प्राउड गर्नुपर्छ, आफ्नो कल्चर प्राउड गरेको एकदम राम्रो हो। तर यो कम्युनिटीमा त चाइनिज बस्छ, जापानिज पनि बस्छ, कोरियन पनि बस्छ, ग्रिक बस्छ, स्पेनिस बस्छ। तर हामीले आफ्नो चाहिँ कल्चर देखाउने क्रममा अरूलाई डिस्टर्ब गर्नु भएन नि त। अब देउसी भैलो भनेर रातिको 11 बजे आएर विकडेजमा चाहिँ अनि के अरे गाना लगाएर चाहिँ नाच्ने होइन नि त हैन। यो हामीले धेरै पनि देखिरहेको थियो। सो ट्रेनमा बस्दा पनि हल्ला धेरै नगर्नुहोस्, फोनमा चाहिँ धेरै चर्को आवाजमा नबोल्नुहोस् हैन। आफ्नो घरमा पनि एउटा मिनिमम भोल्युम गराउनुहोस् हैन। हामीले आफ्नो कल्चर प्राउडली रिप्रेजेन्ट गर्नुपर्छ, तर कहाँ, कति बेला, कुन समयमा, त्यो कुरा चाहिँ एकदम ख्याल गर्न पर्ने जरुरी छ।